यहाँभन्दा आधा घन्टा तल चाहिँ घान्द्रुकको बस्ती रहेछ भने यो चाहिँ यस्तो जङ्गल हुँदै हुँदै हामी चाहिँ माथि भ्यू टावर जानको लागि चाहिँ हिँड्नु पर्ने रहेछ। हिँड्दा हिँड्दा थकाइ लागिसक्यो। त्यो पहाडीको गाउँ खै के भन्छ त्यसलाई, हिमाल यति नजिकै। जाडो। ठुला ठुला बोटहरू, ढुङ्गा बिछाइएको पुरानो बाटो। यो बाटोलाई छिचल्दै हामी माथि भ्यू टावरसम्म जाने कष्ट गर्दैछौँ। हेरौँ कति समय लाग्छ। थकाइ लागिसक्यो। साथीहरू सबै अगाडि गइसक्नु भएछ। हामी अलिक ढिला भयो। यसलाई चाहिँ ठुलो चाल्ने सिस्नु भन्छ गाइजहरू। यो सिस्नु भिज्यो भने हामी चाहिँ हिँड्न सक्दैनौँ। यस्तै बाटोमा सानातिना खोलाहरू, झरनाहरू, घरि उकालो घरि ओह्रालो यस्तो छ। हामीहरू पाहुनाहरूको लागि खाना बनाएर खुवाउने काठहरू काटिँदै रहेछ बाटोमा, देख्न सक्नुहुन्छ। माथिबाट आएको ठाडो खोला रहेछ यो चाहिँ। आज सुकेको अवस्था। हिमालमा हिउँ छ। यस्ता बाटोमा चाहिँ यस्ता स्मृतिहरू पनि रहेछन्। घान्द्रुक काजी भाइ खलकद्वारा निर्मित ब्रेज मेश्रम बाराह प्रवेशद्वार भनेको छ। यहाँ जङ्गलको बिचमा एउटा भगवतीको मन्दिर पनि रहेछ। फाइनल्ली अब हामी चाहिँ बिहानको वाकिङसँगै भ्यू टावर नजिक आइपुगेछौँ कि जस्तो लागिरहेछ।